पानी खाइदियो, त्यो पानी काम गर्यो गरेन थाहा छैन। र त्यो पानी कति महत्त्वपूर्ण छ भन्ने कुरामा अहिले स्पष्ट हुँदैछ। तपाईँ जब खाजा खानुहुन्छ, खाना खानुहुन्छ, आधा किलो खाइएला, 2 किलो खाइएला, 3 किलो खाइएला, आफ्नो इच्छा अनुसार, आफ्नो क्षमता अनुसार हैन। तर त्यो खाने गरेको शरीरले सबै ढलुम र त्यसको लिन्छ, शरीरले लिन्छ, मलाई भन्नु त लिँदैन। र जति लिन्छ त्यसलाई पनि शरीरको हरेक कोशिका अङ्गमा पुर्याउनको लागि, ब्लडको माध्यमले पुर्याउनको लागि तिर्खा लाग्छ। अब त्यो तिर्खा लागेको बेलामा के लाग्यो? पानी दिन्छौँ। र त्यो पानी नै आफैमा गुणकारी छैन हैन, आफैमा एकदम शक्तिहीन छ, त्यो आफैमा एनर्जी नै पानीमा छैन भने त्यो बल्ल बल्ल जुन तयार गरेको 1 किलो 2 किलो भोजनबाट 100 मिलिग्राम 200 मिलिग्राम है, त्यति मात्रै न्युट्रिसन भ्यालु लिन्छ शरीरले, अरू बढी लिँदैन। हामी बढी क्वान्टिटी खाएर कहिले पनि 2 किलो खायौँ, मेरो शरीरले 2 किलो भनेर यो कन्फ्युजन नबस्नु होला। त्यो 200 मिलिग्राम हेर्नुहोस् त, यति कम भरमा शरीरले लिन कोसिस गर्छ र त्यसलाई पुर्याउन राइट सही ठाउँमा सबै अर्गनसम्म कोशिश पुर्याउनको लागि पानी आवश्यक पर्छ। त्यो बेलामा पानी हामीले राम्रो पानी दिएनौँ भने त्यसको खाएको यति भ्यालु, यति महँगो चिजहरू खाएको कुनै भ्यालु अर्थ रहँदैन। भनेपछि त्यो बेला पनि पानी कस्तो पानी दिनुपर्ने रहेछ? हेल्दी वाटर, स्वस्थ पानी, बुझ्नुभयो? स्वस्थ पानी। त्यो स्वस्थ पानी बनाउने हाम्रो जेनफ्लो काप्रोसले ल्याएको मेसिन हो। यसरी बुझ्नु होला है। भनेपछि पानी चाहिन्छ कुनै कुराबाट पिउनको लागि, शुद्धिकरणको लागि, खाना खाएको कुराहरूलाई शरीरसम्म पुर्याउनको लागि र हरेक कन्डिसनमा, हरेक सिचुएसनमा शरीरलाई एकदमै ऊर्जावान र शक्तिशाली र आफूलाई एकदमै के भन्छ एकदमै ताकतवर महसुस गर्नको लागि चाहिँ पानी शरीरमा चाहिन्छ। त्यो पानी बनाउने प्रविधि के हो? जेन्सी वाटर प्युरिफायर। यो जेन्सी वाटर प्युरिफायरले त्यस्तो पानी बनाउँछ जसले वास्तवमा सबै कुराहरूलाई हाम्रो शरीरमा पूर्ति गरिदिन सक्छ। र यहाँ हेर्नुहोस् त, मैले अघि नै भनेको थिएँ शरीरमा 70% पानी हुन्छ भनेर नर्मल दिन हामी बुझेका छौँ हैन। तर वास्तवमा यहाँ हेर्नु त, हाम्रो यो 6-7 वटा अर्गन, यस्तो अर्गन, इम्पोर्टेन्ट अर्गन, एउटा पनि हाम्रो ड्यामेज भयो भने हाम्रो शरीर कामै लाग्ने रहँदैन। ब्रेन, यो दिमागमा कति पर्सेन्ट पानी हुन्छ? 75% पानी हुन्छ। यदि पानीको कमी भयो भने टाउको दुख्ने, कहिले टाउको दुख्छ नि, त्यो बेला यति बुझ्न शरीर पानीको कमी छ। र जुनसुकै शरीरमा सिम्पटम देखियो कुनै पनि समस्याको, त फर्स्ट दिमागमा के क्लिक हुनको पर्यो कि मेरो शरीरमा मैले पिउँदै गरेको पानी ठिक छैन वा पूर्ति भएको छैन, पानीको मात्रा पूर्ति भएको छैन, यति बुझिहाल्नु फर्स्ट। त्यसपछि तपाईको त्यसरी ब्लडमा हेर्नुहोस् त 83% पानी छ, रगत 83% पानीले बनेको छ। हार्टमा 79% पानी छ। हेर्नुहोस् है, यो मुटुभित्र कति पर्सेन्ट पानी छ? 79 भनेपछि बोन्स, हड्डीमा 22% पानी नै छ हैन। त्यसैगरी तपाईँ मसलमा 75% पानी छ। यो बडी शरीर छ नि, तपाईको 75% पानीमा छ। मुड, कलेजो, लिभर तपाईको कलेजोमा हेर्नुहोस् त कति पर्सेन्ट पानी छ? 85% पानी नै छ। र किडनीमा 83% पानी नै छ। भनेपछि यो सबै यति महत्त्वपूर्ण अङ्ग हो कि कसैले किडनी यदि डायलिसिस गरेको छ, सोध्नुहोस् किडनीको महत्त्व कति थाहा छ, कति इम्पोर्टेन्ट हो भनेर। कसैको दिमाग ह्याङ छ हैन, ब्रेन ट्युमर भएको छ, दिमागमा एक प्रकारको कुनै प्रकारको कारण पानी दिने बिरामी पर्छ नि, कुनै प्रकारको रोग लाग्छ, त्यसको रिजन पानी बुझ्नु होला। भनेपछि यो कुनै पनि अङ्ग एउटा पनि हाम्रो डिस्मिस ड्यामेज भयो भने हाम्रो शरीर काम लाग्ने रहन्छ भनेपछि हामी पानीलाई त्यो हिसाबले हेर्नु पर्यो। र हामीले आज जुन कुरा बुझिरहेछौँ त्यही प्रकारको नलेज के गर्नु पर्यो? शेयर गर्नु पर्यो कि पानी कति इम्पोर्टेन्ट रहेछ हैन।
अब यहाँ हेर्नुहोस् त, तपाईले स्पष्ट देखिरहेको भने दुईटा ग्लासमा पिउने पानी हो है यो। हामीले पिउँदै गरेको पानी हो यो दुईटै ग्लासमा। हेर्दाखेरि त्यो पानी यस्तै थियो, यस्तै हो के पानी। हेर्दाखेरि जुन हाम्रो दिमागमा थियो नि शुद्ध पानी शुद्ध पानी शुद्ध पानी हो नि, यो पनि यस्तै पानी थियो। बुझ्नुभयो? यो पानी यस्तै सेम थियो, तर हेर्नु त यो भित्र के रहेछ? यो भित्र के हो? फोहोर पदार्थ हो। यो भित्र फोहोर पदार्थ हो। कोही बोल्नु भएको? यो पानी यस्तै थियो के? यो यस्तै पानी हो। यो पनि यस्तै हेर्न जानुहुन्छ भने म यहाँ अहिले यस्तै पानी बनाइदिन्छु, जस्तो पानी क्रिस्टल पानी। त हेर्दाखेरि शुद्ध पानी सफा पानी, तर यो भित्र नाङको आँखाले अघि भने नाङको स्वादको भरमा हामीले बिर्सिँदै लिइरहेको छ। मेरो पानी ठिक छ। अब यहाँ हेर्नुहोस् त, यो पानी ठिक हो बेठिक हो? बेठिक हो। ठिक कति बेला हुन्थ्यो? जचाएपछि रिपोर्टले बताउँथ्यो कि यो भित्रको जुन पानीको भित्रको जुन गुणहरू छ, मिनरल्सहरू छ, खनिजहरू छ, यो ठिक छ या बेठिक छ, कतिको ठिक छ कतिको बेठिक छ, सबै कुरा केले तय गर्छ? टेस्टले, जाँच पताले। नजाँचिकन हामीले खाइरहेको पानीको अवस्था यही छ। र यसले गर्दा हाम्रो शरीरमा किडनीमा आज सबभन्दा बढी समस्या देखेको रिजन पनि एउटा यो पनि हो। पानीले भन्छ नि पत्थरी बनाउँछ, पानीले समस्या गर्छ। कसरी गर्छ भन्दा कुरा क्रिस्टल वाटर हेर्दाखेरि पानी शुद्ध थियो, सफा थियो, तर भित्रको पानी इलेक्ट्रोलाइसिस प्रोसेसबाट निकाल्दाखेरि कति हेर्नुहोस् न, एक गिलास अब एक गिलास पानी दिनभरिमा कति गिलास पानी? 10 गिलास खान्छौँ होला। त्यो 10 गिलास भित्रको पानी कति मिनरल्स हामी दियौँ भने हाम्रो शरीरले कति असर पर्छ, कति काम गर्नुपर्छ, किडनीले कति फङ्सन गर्नुपर्छ हैन? भनेपछि त्यसले गर्दा पानी चाहिँ नजचाइकन हामीले पानी ठिकपेटी गर्नु हुँदैन। अब यहाँ हेर्नुहोस् त, यो पानी भित्रमा समस्या कसरी भयो? यहाँ सिम्पल तपाईले इमेजिन गर्न सक्नुहुन्छ। यही प्रक्रिया हाम्रो सोसाइटीमा समाज छ। अहिले हामी खेतबारीतिर हैन एक सेट प्रविधि के भन्छ, पोटासहरू, केमिकलहरू हैन धेरै प्रयोग गर्छौं। बर्खा त्यसपछि पानी पनि हाल्छौं, पानी नहाले बाली नै हुँदैन हैन? त्यो पानी रसाएर त्यो पानी कहाँ जान्छ? जमिन भित्र जान्छ। त्यही जमिन वरिपरि हाम्रो घर हुन्छ, त्यहाँ इनार हुन्छ, त्यहाँ बोरिङ हुन्छ। त्यो बोरिङको पानी निकाल्दाखेरि के हुन्छ? आज त झन् जति शहरी बजारीकरण बढ्दै गएको छ, टोयलेट झन् हाम्रो घर भित्र अहिले त एट्याच बाथरुम सबै भइसक्यो। सोच हेर्नुहोस्, पहिला हामी घरबाट अलिक पर टाढा जान्थ्यौँ शौचालयको लागि भने अहिले त यति नजिक भइसकेको अवस्था छ, यति नजिक अवस्था भइसकेको छ कि हामीलाई सोच्न पनि बाध्य छौँ कि खाने कि नखाने। त्यसले गर्दा हाम्रो यो वाटर अवस्थाको दिक परिसक्यो। अहिलेको एकदमै आवश्यकता भने मान्छेले भन्छ नि किन लगाउने, मलाई किन चाहियो भनेको रिजन के हो? यहाँ हेर्नुहोस् त, अब जति पनि तपाईको यो इन्डस्ट्री बेसको जति पनि पानी फोहोरहरू फाल्छ नि, सबै खोलामा फालिन्छ। तर जब खोलाको पानी पनि अहिले पनि खोलामा गएर भैँसीहरू नुहाउने, गाईहरू नुहाउने काम गरिन्छ नि, त्यो त हेर्नु भएको छ। त्यो सबैले के गर्छ भन्दाखेरि हाम्रो वरिपरिको पानीलाई पनि दूषित बनाइरहेको अवस्था छ। भनेपछि मेरो पानी कसरी ठिक हुन सक्छ भनेर हामी अहिले फुर्ती लगाउन सक्छौँ। यही प्रक्रिया हो नि हाम्रो वरिपरि वरिपरि समाजतिर यही सेम सिस्टम चलिरहेको छ नि, होइन? अब भनेपछि पानीलाई शुद्धै गर्नुपर्छ भने जेन फ्लोले लिने, हाम्रो जेन्सीले लिने भन्ने कुराको लागि यो उदाहरण दिनुस्। ओके, त्यसै गरी हेर्नुहोस् त, अब रोगहरू अहिले जुन मलेरिया, पानीबाट मलेरिया हुन्छ भने थाहा होला नि तपाईहरुलाई। पानीमै त्यो लामखुट्टेहरू सबभन्दा बढी फोहोर दूषित पानीहरूमा गएर हैन, तपाईको पानी तपाईको अलिकति पनि पानीमा बढी आइरन भयो, पानीमा अलि बढी आइरन भयो भने हेर्नुस् है, पानीमा अलिकति बढी क्याल्सियम भयो भने, पानीमा अलिकति बढी मिनरल्स भयो भने हाम्रो शरीरले पचाउनै सक्दैन अनि हाम्रो डायरिया हुन्छ। बुझ्नुभयो? डायरिया देखि तपाईको हेपाटाइटिस देखि तपाईको अल टाइप्स डिजिज लगभग 70% पानी माथि नै डिपेन्ड गर्छ। तर हामी यसलाई कहिले पनि पानी त्यो हिसाबले कहिले पनि हेरेको छैन र हेर्दैनौँ। हाम्रो समाजमा यो मेसेज अहिलेसम्म पुगेको छैन। त्यसले गर्दा जेनफोलाई तपाईलाई के धन्यवाद दिनु पर्यो कि आज तपाईलाई अवसर सेवा गर्ने मौका दियो।
फिल्टर लिएर नलिएर आफ्नो ठाउँमा छ, तर एउटा काम त तपाईँले राइट काम गर्दै गर्न गइराख्नु भएको छ नि त कि पानी के हो भन्ने कुरा आज तपाईँले प्रमाणित गर्न सक्नुहुन्छ, समाजमा एउटा नयाँ मेसेज दिन सक्नुहुन्छ। र पानीमा जबसम्म हामी सुध्रिँदैनौँ, पिउने पानीले सुधार्न सक्दैनौँ भने हामी कहिले पनि सुध्रिनेवाला छैनौँ र हामी कहिले पनि रोगमुक्त हुनेवाला छैनौँ। र रोगमुक्त छैन भने हाम्रो देशको अर्थतन्त्र कहिले पनि बलियो हुँदैन। सो त्यसले गर्दा हामी अब हेर्नुहोस् त, रिपोर्ट यस्तै रिपोर्ट आउँछ नि, ब्लड टेस्ट गर्दाखेरि, युरिन टेस्ट गर्दाखेरि हैन, अल टाइप्सको डिजिजमा तपाईँ जब टेस्ट गर्नको लागि डक्टर रिकमेन्ड गर्छ यस्तै रिपोर्ट आउँछ। पानीको पनि रिपोर्ट हुँदो रहेछ नि भन्ने कुरा तपाईँले स्पष्ट बनाउन खोज्दाखेरि पानीको पनि रिपोर्ट हुन्छ। जसको घरमा 2-2 वर्षको अन्तरालको पनि क्यालेन्डर जस्तै के त्यो घर फ्रेज ल्याउनुहोस्, सजाउनुहोस् रिपोर्टलाई। मेरो 2024 को यो वाटरको रिपोर्ट हो, 26 को यो वाटरको रिपोर्ट हो, जसले डाइरेक्ट ट्याप वाटर खाइराख्नु भएको छ, जसले विदाउट फिल्ट्रेसन विदाउट प्रविधि डाइरेक्ट ट्याप वाटर खाइरहन्छ, त्यहाँ चाहिँ रिपोर्ट झुन्डेको हुनु पर्यो। किनभने कति बेला आजको हिजोसम्म हेर्नुभयो कतिपय ठाउँमा जुन पानी पिउने योग्य थियो अहिले पिउने योग्य रहेको छैन। धेरै मूलको पानी त धेरै ठाउँको सोर्सको पानीहरू जुन हिजो पालामा हामी डाइरेक्ट गरेर थापेर यस्तै खान्थ्यौँ भने अहिले खान छोडेको अवस्था छ। किन भन्दाखेरि कहिलेकाहीँ भूभागको जुन सतह जब चेन्ज भइरहन्छ, परिवर्तन भइरहन्छ नि, त त्यहाँको पानीको गुणस्तर पनि के हुन्छ, परिवर्तन भएको अवस्था हुन्छ। त्यसले गर्दा कहिले पनि हाम्रो हजुरबा बाजेले खाएको पानी त्यही हो, हामी पनि त्यही खानुपर्छ भने मान्यता राख्नु हुँदैन। पानी जोगाउनु पर्यो, 2 वर्ष 6 महिना 3 वर्ष जसरी तपाईँसँग कति एबिलिटी छ, कति पैसा खर्च गर्ने एबिलिटी छ, त्यो चाहिँ पानीको रिपोर्ट निकाल्नु पर्यो। रिपोर्टले हरेक तपाईँको पानीको एङ्गलबाट देखाउँछ। बुझ्नुभयो? अब हेर्नुहोस्, हामीले पानीको त कुरा गर्छौँ, तर कुन पानीलाई हेल्दी वाटर स्वस्थ पानी माने? आजदेखि हामी शुद्धको कुरा मात्रै गर्ने होइनौँ। अहिलेसम्म हामीले शुद्ध पानी खानुपर्छ, शुद्ध पानी खानुपर्छ भने मात्रै मान्यतातिर गयौँ। अब आजको सेसनबाट हामीले के मान्यता राख्नुपर्छ कि हाम्रो पिउने पानी के हुनुपर्छ, स्वस्थ हुनुपर्छ। के हुनुपर्छ? अलिकति जोडले भन्नुहोस्। यो मान्छे पुरै हेडोडा पुग्छ कि यो आवाज पुरै यो हेडोडा पुग्छ, हेडोडा पुग्यो भने बल्ल हामी त्योभन्दा अलिकति अगाडि बढ्न सक्छौँ। सो पानी कस्तो पानी खानुपर्छ? हेल्दी वाटर। अब हेर्नुहोस् त, हाम्रो घरमा आउने पानी ट्याप वाटर के स्वस्थ छ? प्रोसिड वाटर हेल्थ प्याकेज बोतल, यो बोतलको पानी हेर्नुहोस् त, त्यो पानी स्वस्थ छ? त्यसै गरी हाम्रो घरमा आउने जारको पानी, के जारको पानी स्वस्थकर छ? चापाकलको पानी, ट्युबवेलको पानी स्वस्थकर छ? इनारको पानी स्वस्थकर छ? नदीको पानी स्वस्थकर छ? फिल्टर वाटर यहाँ कुनै पनि हाम्रो जेन्सी ब्रान्ड बाहेक कुनै पनि अनदर ब्रान्डको पानी खाने कोही सरहरू हुनुहुन्छ यहाँ, म्याडमहरू, अर्को फिल्टर लगाउनु भएको कुनै कम्पनीको उहाँ हुनुहुन्छ, उहाँ बेस्ट वाटर खाइराख्नु भएको छ, त्यो मलाई थाहा छ होइन। हाम्रो सुशान्त सरले पनि बेस्ट वाटर खाइराख्नु भएको छ, हामीलाई थाहा छ होइन। यसै गरी यही सोर्स छ, यही सोर्स हो नि हाम्रो मेल मूल आधारले पानी पिउने मूल सोर्स यही हो। 5-6 वटा यो कुनै पनि पानी ठिक छैन। हामीले भनिसक्यौँ कि कुन पानी खाने त? जेन्सी वाटरको पानी खाने। आउँदैछु किन खाने त्यो आउँदैछु म। तर कुनै पनि पानी ठिक छैन भने हाम्रो जेन्सी वाटर ठिक छ भने हामी ढुक्क छौँ होइन। त्यसैले गर्दा हामी यहाँ आएको छौँ। अब हेर्नुहोस् त, हेल्दी वाटर त भन्यो, तर कस्तो पहिला हेल्दी वाटर भन्ने? पानीलाई मात्रै हेल्दी वाटर भन्नु हुँदैन। कस्तो पहिला? पानीमा शुद्धता हुनु पर्यो एउटा कुरा। हेर्नुहोस् है, पानीमा मिनरल्स हुनु पर्यो। के हुनु पर्यो? पानीमा मिनरल्स हुनु पर्यो, पानीमा शुद्धता हुनु पर्यो। त्यसै गरी पानीमा अल्कलाइनको मात्रा, पानी अल्कलाइन हुनु पर्यो हैन। त्यसैले पानी एन्टिअक्सिडेन्ट हुनु पर्यो, त्यो पानीलाई हेल्दी वाटर भन्न पाइन्छ। त्यसैगरी पानी एन्टिब्याक्टेरियल, पानी ब्याक्टेरिया हुनु भएन, त्यसलाई ब्याक्टेरिया फ्री वाटर हुनु पर्यो, त्यसलाई हेल्दी वाटर भन्न पाइन्छ। त्यसैगरी माइक्रोप्लास्टर एकदमै मसिनो पानी, के एकदम मसिनो पानी, जति हल्का पानी जति मसिनो पानी हुन्छ त्यति त्यो पानी शरीरमा फास्ट रिसिभ गर्छ,
शरीरमा 70% मात्रा मेन्टेन गर्न सक्छ। पानी खाइरहेको छौँ तर शरीरमा पूर्ति भइरहेको छैन भन्ने कुरामा कन्फ्युजन छ भने यो माइक्रो क्लस्टर वाटरले मात्रा मेन्टेन गर्न सक्छ। भनेपछि 6-7 टाइप्सको गुण भएको पानीलाई हेल्दी वाटर भन्ने। त्यसपछि भित्रको कुराहरू छ नि म्याग्नेसियम, क्याल्सियम, आइरन, पोटासियम, यी सबै कुराहरू त भित्र कुरा भयो, तर मेन दृष्टि हामीलाई शुद्ध पानीको ठाउँमा हेल्दी वाटर र हेल्दी वाटर भनेको के हुनु पर्यो? प्योर, एन्टिब्याक्टेरिया फ्री हुनु पर्यो, ब्याक्टेरिया फ्री वाटर हुनु पर्यो, अल्कोहलको मात्रा हुनु पर्यो, मिनरल्स। यो शब्दहरू तपाईले याद गर्न सक्नु भएन भने तपाई बिजनेस गर्न सक्नुहुन्न। यो बेच्नको लागि 5 वटा शब्द तपाईले बोल्नै पर्छ। तपाईको हेल्दी वाटर भनेको के हो भनेर सोध्यो भने के भन्ने त? यो शब्दहरू एकदम चयन गरेर तपाईले नोट गर्नुपर्छ, याद गर्नुपर्छ, पढ्नुपर्छ, अनि मात्र तपाईले फिल्टर बेच्न सक्नुहुन्छ। सबै भनौँ एकचोटि भन्नुस् त सबै प्योर वाटर। हेल्दी वाटर भने के हो? प्योर वाटर। दोस्रो मिनरल वाटर। यो मिनरल वाटर हो? हामी सबैको मन मस्तिष्कमा मिनरल वाटर भनिराखेको छ, तर यहाँहरु त पढ्दैन, कतै मिनरल वाटर लेखेको छैन। कतै छैन यहाँ लेखेको। यो स्टिकरमा पढ्नु होला, कहीँ पनि मिनरल लेखेको हुँदैन। प्रशोधितले त्यसपछि ब्यान्ड लाग्यो, सबैले मिनरल वाटर भने त्यसपछि ब्यान्ड लाग्यो यो कुरामा, हैन? त्यसैले अल्कलाइन हुनु पर्यो पानीमा। के हुनु पर्यो? अल्कलाइन, हैन? त्यसैगरी तपाई एन्टिअक्सिडेन्ट भन्नु त? एन्टिअक्सिडेन्ट वाटर हुनु पर्यो, एन्टिब्याक्टेरियल वाटर हुनु पर्यो। एन्टिब्याक्टेरियल भन्नुस् त? एन्टिब्याक्टेरियल वाटर हुनु पर्यो, जीवाणु फ्री, ब्याक्टेरिया भाइरस फ्री हुनु पर्यो। माइक्रो क्लस्टर भन्नु त? माइक्रो क्लस्टरको मसिनो पानी। पानी हेर्दाखेरि पनि मोटो पानी र पातलो पानी हुन्छ नि, त्यही पातलो पानी हुनु पर्यो। अब यहाँ हेर्नुस् त, अब पानी त हामी गर्यौं, अब तपाईहरु यो बेच्न गइराख्नु भएको छ, मेन मुद्दा हाम्रो यही हो नि, यो बेच्नु छ नि त। यसलाई चाहिँ अब जाँच्नको लागि कि अब यो मेसिनको पानी अब घरै त्यसै गरेर हामी पानी जचाउन सल्लाह मात्रै दिने कि जाँचेर पनि आउने? जाँचेर पनि। अब जाँच्नको लागि हामीले पुरै ल्याब उठाएर बोकेर हिँड्न सक्छौं? सकिँदैन। भनेपछि यो जुन 6-7 वटा कुरा मैले भने नि पहिला, शुद्ध पानी र हेल्दी पानी को एक्सपेरिमेन्ट हामीले 2-3 वटा मात्र टेस्ट हाम्रो हतियार भयो भने, जस्तै शिकार गर्नको लागि त बन्दुक लिएर जानु पर्यो सक्क जङ्गलमा, त्यस्तै बिजनेस गर्नको लागि, फिल्टर बेच्नको लागि हामीसँग के हुनु पर्यो? हतियार हुनु पर्यो। हतियार भने के हो? वाटर टेस्टिङ किट। के हो? वाटर टेस्टिङ किट। वाटर टेस्टिङ किट। उसले सामान्य पानी खाइरहेको पानी जाँचेर देखाइदिनुस् पहिला, त्यसको एक्सपेरिमेन्ट देखाइदिनुस्, त्यसपछि नै बोल्नुहुन्छ कि तपाईको पानी ठीक छैन भनेर। कि त्यतिकै तपाईको पानी ठीक छैन, यो मसिन हाल्नुस् भने कसैले लाउँदैन के सर? सो हामीले वाटर टेस्टिङ किट हामीले 3-4 वटा बोक्न सकिन्छ। एकदमै सामान्य तरिका किट हो, 2-4 हजार खर्चमा हरेक आफ्नो ब्यागमा किट बोकेर जान पाइन्छ। र त्यही किटको पानीले, त्यही किटले प्रत्येक घरमा गएर तपाईको ठीक छ, हजुरको पानी ठीक होला, त्यो रिपोर्टले देखाउँछ। म जाँदैछु, फ्रीमा जादिनुस्। तपाईले त्यहाँबाट 2000 रुपैयाँ एउटा फिल्टर बेच्दा कति आउँछ? अहिले एउटा किस्तामा 1300 रुपैयाँ तपाईले कमाउँदै हुनुहुन्छ भने तपाईले 100-200 रुपैयाँ खर्च गर्न केही गाह्रो छ? छैन भने हामीले बिजनेस गर्न जाँदाखेरि, व्यापार गर्न जाँदाखेरि हाम्रो ब्यागमा के हुनु पर्यो? पानी टेस्टिङ गर्ने किट हुनु पर्यो। के किट हुनु पर्यो? एउटा हामी ओके यहाँ त टीडीएस, एउटा हामी के राख्छौं? टीडीएस मिटर राख्छौं ब्यागमा। के राख्छौं? यो टीडीएस मिटरले के देखाउँछ? के जाँच्न सकिन्छ भन्दाखेरि पानी शुद्ध छ कि छैन। एउटा टीडीएस मिटरले के देखाउँछ? पानी शुद्ध छ कि छैन। यसको फुल फर्म टोटल डिजल्भ सल्ट भन्छ। भनेपछि पानी शुद्ध छ कसरी पत्ता लगाउने भन्दाखेरि अहिले तपाईहरुलाई एक्सपेरिमेन्ट गरेर देखाउँदै छु। देखाउँ, यसो गरौँ न, एक्सपेरिमेन्ट सँगसँगै गरौँ, दुईटै कुरा बुझिन्छ। थ्योरिटिकल पनि बुझ्छ, प्र्याक्टिकल पनि बुझिन्छ, अनि तपाईलाई सजिलो हुन्छ। कता गयो फाइल राखेको थियो यहाँ? टीडीएस मिटर हामीले राख्छौं हैन? त्यसैगरी दोस्रो पीएच टेस्ट राख्छौं। के राख्छौं? पानीमा अल्कलाइन छ कि छैन। पानीमा
अरू कामको मात्रा छ कि छैन भने हामी पत्ता लगाउनको लागि हामी पीएच टेस्ट राख्छौँ। त्यो पनि सजिलो छ, एउटा सानो बट्टा छ, 100 वटा टेस्ट गर्न सकिन्छ, 100-150 रुपैयाँमा तपाईले पाइहाल्नुहुन्छ र इजिली क्यारी गर्न सक्नुहुन्छ, कुनै भारी हुँदैन। तपाईको 3-3 किट राख्नु भयो भने म्याक्सिमम 100-200 ग्राम वेटको किट तपाईले बोकेर खल्तीमा पनि बोकेर हिँड्न सक्नुहुन्छ। त्यस्तो हतियार हो, 3 वटा हतियार हो। त्यसैगरी तेस्रो एन्टिअक्सिडेन्ट कुरा गरेको थिएँ मैले। एन्टिअक्सिडेन्ट टेस्ट गर्ने पनि हामीसँग किट छ सस्तोमा। हुन त यो टेस्टिङ धेरै महँगो टेस्ट हो हैन। यसको एउटा टेस्ट निकाल्न जानु भयो भने ल्याबमा जानु पर्ने भए कमसेकम 2000 प्लसै पर्छ एउटा रिपोर्टको लागि। तर तपाईले फ्रीमा गरिदिनुस् यो टेस्ट फ्रीमा गरिदिनुस्। यो 3 वटा टेस्ट मात्रै तपाईले लिएर जानु भयो भने अघि नै बताएको कुरा प्योर वाटर, यति कुरा हामीले त्यहीबाट पत्ता लगाउन सकिन्छ। ब्याक्टेरिया कुरा खाली पत्ता लगाउन सकिँदैन, किनभने ब्याक्टेरियल टेस्टको लागि बोकेर पनि सम्भव छैन। त्यसको छुट्टै एउटा बोतल आउँछ, त्यसको बोतलमा लामो टाइममा पुर्याउनु पर्छ। त्यो टाइम पुग्यो भने रियल ब्याक्टेरिया टेस्ट पाइन्छ। र ब्याक्टेरिया टेस्ट चाहिँ हामी गर्न सक्दैनौँ र ब्याक्टेरिया टेस्ट गर्ने प्रविधिमा नजाने, पानी मात्रै हेल्दी छ वा छैन, हेल्दीको लागि प्योर र मिनरल टिडिएसले देखाइहाल्छ। टिडिएस मिनरलले प्योर पनि देखाउँछ, मिनरल पनि देखाउँछ हैन। एन्ड एल्कलाइनको कुरा गर्छौँ भने पीएच टेस्टबाट देखाउँछ। र यो दुईटा एन्टिब्याक्टेरियल र माइक्रोक्लस्टर, एन्टिअक्सिडेन्ट र माइक्रोक्लस्टर कुरा चाहिँ हामी ओआरपी टेस्टबाट पत्ता लगाउन सक्छौँ। भनेपछि यति 6-7 वटा टेस्टको लागि त हाम्रो सामान्य टेस्टले पनि हुँदो रहेछ नि। भनेपछि हामी बिजनेस गर्न जान्छौँ भने यो 3 वटा टेस्ट गर्ने प्रविधि हाम्रो ब्यागमा हुनु पर्यो। र यसलाई कसरी नाप्ने, कसरी पत्ता लगाउने भन्ने कुरामा आज यहाँ एक्सपेरिमेन्ट हुन्छ। यति किट हामीले ब्यागमा पकेटमा क्यारी गर्न सक्छौँ। बिजनेस गर्नु छ भने वास्तवमै फिल्टर बेच्नु छ र तपाईले 200-400 ग्राहकको घरमा गएर बुकिङ गर्नु छ भने तपाईसँग यति एउटा सामान्य टेस्टिङ किट हाम्रो हातमा हुनु पर्यो। यति मात्रै तपाईले टेस्ट फ्रीमा गरिदिनु भयो भने तपाईले त्यहाँबाट जितेर आउन सक्नुहुन्छ। तपाईको आफ्नो टार्गेट मिट गरेर आउन सक्नुहुन्छ। बिना हतियार बोलीले यो फिल्टर बिक्री हुँदैन। आजसम्मको रियलमा रिजल्ट नआएको उहाँ हाम्रो कुन सर हुनुहुन्थ्यो, 45 जनाले भेट्नु भयो, 2 जनाले मात्रै काट्नु भयो। म के सोध्न चाहन्छु सरलाई, तपाईले त्यो 45 जना कति जनाले पानी जाँचेर देखाउनु भयो? सरलाई भन्दैछु 45 जनामा 2 जना काट्नु भएको होइन तपाईले? त्यो 45 जनामा कति जनालाई त्यो पानी जाँचेर देखाउनु भयो? बुझाउनु भयो। बुझाएर कहिले पनि यो फिल्टर बिक्री हुँदैन। तपाईहरु एकदम नोट गर्नु होला। फिल्टर बेच्नको लागि यो बुक लिएर त्यो उपार पढाएर हैन बिक्री हुँदैन। 200-400 रुपैयाँको चीज हुन्थ्यो भने बिक्री भइहाल्थ्यो हैन। जति गथे पनि लिइहाल्थ्यो मान्छेले। तर 28 रुपैयाँको कुरा हो। अहिलेको त्यतिकै समय एकदमै सबैको लागि के छ, एकदमै भारी परेको त समय। किन आर्थिक मन्दा त त्यतिकै लागेको छ देशमा। त्यसले गर्दा पनि यो झन् 28 भन्ने बित्तिकै त तपाईले आज प्लान पढाउनु भयो, बुझाउनु भयो, अर्को दिन तपाईसँग टाढा भएको छ। त्यो पक्कै फेरि धेरै कुरा रिपिट गर्छ भनेर उपरमा लाग्छ। यदि तपाईले यो कुरा देखाउनु हुन्थ्यो भने तपाईसँग टाढा भाग्दैन थियो। होइन दाजु मैले पैसा एरेन्ज गर्दैछु आज हुँदैन, म हाल्छु, यो महिना लास्टसम्म हाल्छु नाइ भन्ने यो ठाउँ चाहिँ यसले के गर्छ, हटाइदिन्छ। सबै भित्रको व्यक्तिको पानी मसिन लिने जुन नाइ नो लिन्न भन्ने कुरा तपाईँको जीवनमा कहिले पनि सुन्नु पर्दैन। यो 3टा हतियार मात्रै।
भनेपछि बिजनेस गर्न सजिलो चाहिँ गाह्रो छ हो। जाब यत्रो सानो हतियार एउटा बन्दुक लियो भने चाहिँ राख्न पनि गाह्रो हुन्छ। यो त हेर्नु त थाहा पनि हुँदैन यसको भित्र के छ। चाहनु भने हेर्नु त मेरो जस्तै ग्लास राख्नुस्, ग्लास पनि दुईटा राख्न सकियो यसरी। बोल्न त जति पनि आइहाल्छ हैन, हामी नेपालीलाई झन् बढी बोल्न आउँछ है। बोल्न जति आउँछ यति भयो पुग्यो। टाक्क ल ल्याउनुस् त पानी। किन न जेसी हाम्रो मेसिन किन नलिने त मैले? के फुर्ती लाउनु भएको? ल्याउनुस् घरको पानी ल्याउनुस् पहिला। ट्याक्क निकाल्ने ट्याक्क दुई थोपा यसरी ट्याक्क अब हेर्नुस् त। भाइ पानी ल्याउनु यहाँ अब हेर्नुस्। सबभन्दा राम्रो पानी अहिले यही जो बोतलको पानी यस आउँछ यहाँ छ। ठ्याक्क उसको घरको पिउने, घरमा जाने, उसले पिउने गरेको पानी ट्याक्क थोरै लिने। हेर्नुहोस् है। अनि आफ्नो पनि पानी के गर्ने यहाँ कति सजिलो छ यो बिजनेस गर्न। सजिलो छ। आजसम्म किन टार्गेट मिट भएन भन्दाखेरि त यो पो थाहा रहेछ। बिना हतियारले तपाईँले शिकार गर्न जानु भएको छ भने कसरी हुन्छ? अब यसरी ठ्याक्कै के गर्ने, आरामले आफ्नो हतियार निकाल्ने। हेर्नु त यो दुईटा माथि हतियार निकाल्ने, उसको पानीमा एक थोपा राख्ने, आफ्नो पानीमा एक थोपा राख्ने। ठ्याक्कै अर्को गिलासमा अर्को टेस्टको लागि दुई थोपा राखिदिने। अब भन्नुहोस् त मलाई दिने मजाले। अब यहाँ मान्छे ढल्छ कि ढल्दैन भन्नुहोस् त। कति सजिलो छ। कति यति शब्द मात्रै छुट्याउनको लागि हामीले के चाहियो? हतियार चाहियो। के हतियार? जस्ट यति बुझाउनको लागि हाम्रो यहाँ कोच हुँदैछ, बुझिसकेको जति पनि बोल्न आइहाल्छ हैन। तर जो तपाईले देखाउनु भएन भने बिजनेस हुँदैन। जतिसुकै पानीको तपाईले गफ लाउनुस्, आजसम्म त्यही कुरा सुन्दै सुन्दै आएर पानीको घरको रिपोर्टै छैन, जोसुकै पानी खाकै छ बाँचेको छ भन्ने भाषा परिवर्तन जबसम्म देखिन्छ त्यसपछि उसले विश्वास गर्छ। ओहो के हो यो त? यो त चाहिँ जाल देखाएको हो कि भनेर पनि मान्छेहरूले तपाईलाई अवलोकन गर्न सक्छ। भनेपछि हामीले पिउँदै गरेको पानी यो र यसको डिफरेन्स छुट्याइदिने र यसको बारेमा क्लियर बताइदिने। भनेपछि टिडीएस मिटरको अघि मैले कुरा गरेको थिएँ। अब हेर्नुस्, अब तीनवटा टेस्टको बारेमा हामी यहाँ क्लियर बुझ्नेवाला छौँ। यो टिडीएस मिटर लिने अफ भयो। ल त्यो टिडीएस मिटर हो है। यो मिटरले एउटा नम्बर रिडिङ गर्छ। तपाईले कसरी टेस्टिङ गर्ने? हतियार त पाइयो, चलाउने कसरी त्यो पनि त बुझ्नु पर्यो नि। भनेपछि यो मिटरले नम्बर इन्ट्री गर्छ। यो मिटरलाई अन गर्ने बित्तिकै 000 आउँछ। यसो 00 छ नि, जोरो नापे जस्तै। हजुर जोरो नापे जस्तै 00 नम्बर यसमा आउँछ। जब यसमा पानीमा डुबाउँछ नि त्यसपछि एउटा नम्बर दिन्छ यो मिटरले। कति नम्बर दिन्छ भने पानीको नेचरमाथि भर पर्छ। यति उति भन्न बिना मिटर नहालिकन त्यति भन्न मिलेन। अब हेर्नुस्, मैले यो पानीमा डुबाएँ है। अब यो पानीमा डुबाउने नम्बर आउँछ 50 भन्दा तल। 0 र 50 को बिचको 25 नम्बर आयो। 25 मिनरल नम्बर भनेको तपाईको एकदमै लेस मिनरल, एकदमै मिनरलको कमी 0 पनि भन्दा हुन्छ। मिनरलमा धेरै कमी छ। तर त्यही 25 भन्दा माथि 50 र 100 सम्म यो बिचको आयो भने 100 सम्मको हारानीमा आयो भने नि 50 देखि 100 सम्मको हारानीमा मिनरल चाहिँ छ, एक्सेप्टेबल मिनरल छ। बुझिराख्नु भएको छ? यस। र 100 भन्दा माथि यहाँ त के लेखेको छ? हार्ड वाटर। अब 100 भन्दा माथि हार्ड वाटरमा परिवर्तन भइहाल्छ त्यो पानी। त्यो पानी यहाँसम्म चाहिँ हार्ड वाटर थिएन, सफ्ट वाटर भन्न मिल्यो। यो नै योग्य मिल्यो कि हार्ड यो भन्दा माथि चाहिँ हार्ड वाटर। अब हार्ड वाटर कसले खाने? खानको लागि हामीले 500 से 600 टिडीसम्म पनि पानी खान पाइन्छ, खान सकिन्छ। तर कसले खाने भन्दाखेरि हार्ड वर्क गर्नेले, जसले दिनभरि पसिना चुहाउँछ हैन, हलो जोत्छ, घरमा काम गर्छ, उसले पनि गएर खाइदियो भने पच्छ, उसले पचाउन सक्छ। मेन त पचाउने त कुरा हो नि। जसले पनि चाहिँ नपचेपछि रोग लाग्ने त हो नि। भनेपछि यो पानी आज किन पचेको छैन भन्दाखेरि 100 भन्दा माथि टिडीएस पानी खानेहरू धेरै छन्। तराईमा त सबभन्दा बढी छन्। र त्यसले गर्दा यो 100 भन्दा माथि पानी छ कि छैन, कतिको हार्ड छ, कति जति
जति टिडिएस कम हुन्छ नि पानीमा, जति नम्बर कम हुन्छ त्यति नै शुद्ध पानी, प्योर पानी। अब यहाँ हेर्नुहोस्, यो पानीमा मैले डुबाएर नम्बर दियो, कति नम्बर आयो सर हेर्नु त? 100 नम्बर होइन, यताबाट उल्टो हेर्नुहोस्, 001 001 ओन्ली 1 0 टचमै छ। अब यो कति शुद्ध छ कि यसमा केही नै छैन, प्योर वाटर छ, एकदम प्योर। तर हेल्दी भन्न मिल्यो? मिलेन, प्योर चाहिँ छ। ओके, प्योर सँगसँगै यहाँ प्योर भयो। यसको बारेमा क्लियर बुझ्नु भयो नि? मिटरले कसरी काम गर्छ? एउटा नम्बर दिन्छ, यो नम्बर 50 भन्दा माथि र 100 को बीचको हाराहारी भयो भने ठिकको रेसियोमा बुझ्न सक्यो हामीले, हैन? तर 100 भन्दा माथि जाने बित्तिकै त्यो हार्ड वाटर हुन्छ। हार्डवर्क गर्ने घरमा छ भने उसको लागि पर्फेक्ट वाटर हो, 200 टिडिएस पनि पानी खायो भने उसले पचाउन सक्यो। तर त्यसै घरमा केही महिलाहरू चाहिँ दिनभरि टिभी हेरेर बस्ने, काम नगर्ने हुन्छ नि त। घरमा एकजना हुन्छ भने उसले मजाले खेतबारीमा दिनभरि काम गरेर आउँछ, पुरै शरीर भिजाएर आउँछन्, उसले त पचायो पानी, त्यो घरको पानी एभ्रिडे पचायो। तर काम नगर्नेलाई चाहिँ गाह्रो माथि गाह्रो, किडनी पनि त्यत्तिकै नै दिन कमजोर हुँदै गइरहेको हुन्छ, हैन? भनेपछि हामीले लगभग रेसियोको पानी 100 भन्दा बिलोको पानी को लागि एक ग्लास हो। 50 भन्दा तल भनेको जति 25, 10, 20, 30 यो जति कम नम्बर त्यति नै त्यो पानीमा मिनरल्सको कमी छ। यति कमी कि शरीर पानीमा मिनरल्स नै छैन। यदि 25 भन्दा तलको नम्बर आयो, 5, 10 नम्बर आयो भने अहिले तपाईले अघि नै भने जारको पानी, बजारको जारको पानी, बजारको फिल्टरको पानी, बजारको बोतल प्याक वाटरको पानी हेर्नुभयो भने त्यो 5, 10, 20 भन्दा माथि छैन। शुद्ध छ, स्वस्थ छैन। एउटा एंगलबाट मात्रै कुरा भइरहेछ। राइट कि तीनटै कुरा बुझिसकेपछि बल्ल मेरो पानी एक न ठीक छ वा बे ठीक छ भने छुट्याउने हो। तर टिडिएस को आधारमा हामीले यसरी बुझ्नु पर्छ। ओके, क्लियर छ? यस। अब त्यसै गरी टिडिएस को बारेमा बुझ्यो भने अब दोस्रो यहाँ हेर्नुस् त, यो अब अल्कलाइनको कुरा हुँदैछ। पानीमा के हुनुपर्छ? अल्कलाइन हुनुपर्छ। तर अल्कलाइन भनेको के हो? कसैले झट्टै सोध्यो भने त्यो पनि प्रश्नको उत्तर दिनु पर्यो नि। अल्कलाइन भनेको के हो? यो कुरा हामीले यहाँ चाहिँ एकदमै क्लियर हुनेवाला छौँ आज। अस्ति हामीसँग डायग्राम थिएन, आज यहाँ स्पष्ट छ। हेर्नुस् त, यतातिर यो पानीको डायग्राम छ भने उतातिर दैनिक भोजनको डायग्राम छ। अब यो पीएच लेभल, पीएच टेस्ट भन्ने एउटा मापदण्ड हुँदो रहेछ। त्यो मापदण्ड पानीमा पनि गरिन्छ, भोजनमा पनि गरिन्छ। पीएच मापदण्ड, जब पीएच को मापदण्ड एउटा नम्बर हुन्छ 1 to 14, कति हुन्छ? 1 to 14, 1 देखि 14 सम्मको मापदण्ड प्रक्रिया हुन्छ। 1 देखि 14 सम्मको। हेर्नुस्, यो 1 र यहाँ 14, 1 र 14 को मापदण्ड गर्ने प्रक्रिया हुन्छ। 15 पेज 16 पेज कहिले पनि हुँदैन, कहीँ पनि हुँदैन। हजुरले क्लियर बुझ्नु होला। यो कसैले घुमाइदेला, हैन? बुझिएको छ भने 16 पेज को पानी 17 पेज तपाई पनि हो भन्दिनु भयो भने फेरि सिद्धियो, हैन? त्यसले गर्दा 14, 15, 14 एबभ चाहिँ हुँदैन, 1 to 14 हुन्छ। 1 to 14 को बिटविन नम्बर कति हो? 7 बिलो सबै यो अम्लीय गुण भन्छौ भने 7 भन्दा माथि अल्कलाइन भन्छौ। 7 भन्दा माथि अल्कलाइन हो भने 7 भन्दा तल चाहिँ के हो? एसिडिक। एकदम क्लियर सामान्य तरिकाले बुझ्नु होला। भनेपछि अब तपाईले अल्कलाइन भनेको के हो भन्न सक्नुहुन्छ नि? यस। अल्कलाइन भनेको नेपालीमालाई सामान्य तरिकाले बुझ्नुहुन्छ भने क्षारीयपन भनौं, हैन? क्षारीयपन र अम्लीयपन। अल्कलाइन भनेको 7 भन्दा माथिको भागलाई, हैन, मात्रै अल्कलाइन भन्छ, हैन? यसको मापदण्ड विदाउट मापदण्ड अल्कलाइन भन्न मिल्दैन। अल्कलाइन भनेको पीएच एउटा मापदण्ड प्रक्रिया छ जसले अल्कलाइन र एसिडको मात्रालाई छुट्याउँछ, बताउँछ कि कति पीएच को 7 बिलो छ भने अम्लीयमा पर्यो, 7 भन्दा माथि छ भने अल्कलाइनमा पर्यो। अब यो त पानीको बारेमा हामीले यसरी मापन गर्न सक्छौं। तर यहाँ चाहिँ भोजनको पनि कुरा छ थोरै, जो चाहिँ यससँग किन जोडेको भन्दाखेरि अघि नै मैले भने स्वस्थ जीवन जिउनको लागि 3 वटा एकदमै महत्त्वपूर्ण पाठ राख्छ। एउटा पहिलो पानी, दोस्रो भोजन, तेस्रो बानी। बानीलाई पनि हामी अहिले लास्ट भन्नेवाला छौं। भोजनको यहाँ पानीको कुरा हुँदैछ, भोजनको थोरै जोड दिउँ। अब भोजनमा पनि अल्कलाइनको कुरा छ, त्यसले गर्दा यहाँ जोडेको हो। अब तपाईले यहाँ हेर्नुहुन्छ 7 भन्दा बिलो
7 भन्दा बिलो के भोजन पर्छ भन्दाखेरि जति पनि हामीले रुचाउने फुडहरू, कोल्ड ड्रिङ्क्स, अल्कोहल भयो हैन, रोटी दाल माछा मासु चिकन मटन अल्कोहल हैन, यी सबै कुराहरू सबभन्दा बढी आजको मन पर्ने एकदमै टेस्टी फुड भित्र एसिडिक फुड पर्छ 7 भन्दा तल। र जति पनि हरियो सागसब्जी फलफुल सलादहरू हैन, जुसहरू हैन, काँचो खान मिल्ने सब्जीहरू छ नि, त्यो पनि चाहिँ तपाईको 7 भन्दा माथि पर्छ। अब यहाँ हामी आफैलाई एकचोटि प्रश्न गरौँ कि 7 भन्दा माथि हामी बढी छौँ कि 7 भन्दा तल बढी छौँ? दैनिक आहार विहारमा ध्यान दिएको खाइरहेको कुरामा क्वान्टिटीको आधारमा हामीले 7 भन्दा माथिको गुणकारी खाना बढी खान्छौँ 7 भन्दा तलको? कोही आवाज आएर 7 भन्दा तल कि 7 माथि? 7 भन्दा तल। अब 7 भन्दा तल खाएपछि हाम्रो शरीरमा अल्कलाइनको मात्रा मेन्टेन हुन्छ कि एसिडको मात्रा मेन्टेन हुन्छ? एसिडको मात्रा मेन्टेन हुन्छ। अब भोजनमा त हामी यसबाट बुझ्यौँ हेरेर हैन, हेरेर प्रत्यक्षमा हेरेर बुझ्यौँ नि त कि हामी चाहिँ 7 भन्दा तलको भोजन चाहिँ बढी लिँदो रहेछ, यो भित्र त यो रहेछ। अब यसलाई तपाईले भोजन होइन अब त अल्कलाइन खानुपर्छ भने तपाईले जतिसुकै अल्कलाइन मेन्टेन गर्नुहुन्छ भने 1 किलो फल खानुभयो, 2 किलो फल खानुभयो, 5 किलो फल खानुभयो, जुसै बनाउनु भयो, 2 लिटर जुसै खानुभयो भने तपाईको अल्कलाइनको मात्रा शरीरमा कति प्रतिशत चाहिन्छ हजुरलाई थाहा छ? अल्कलाइनको मात्रा शरीरमा कति प्रतिशत चाहिन्छ भन्दाखेरि 7.365 यो बडीको नेचरले दिएको छ। र यो बडीको नेचरलाई अल्कलाइन बनाइराख्नको लागि हामीलाई 70 to 80% दैनिक आहार विहारमा 70 to 80% नै अल्कलाइन फुड खानुपर्छ। अब 70 to 80% अब 2 किलो खाँदाखेरि 2 किलो शरीरमा अल्कलाइन बन्न सक्छ? फुडले कहिले पनि बन्नै सक्दैन। 200 मिलिग्राम ले कहिले पनि हाम्रो शरीरलाई जतिसुकै अल्कलाइन फुड खाए पनि बनाउन अल्कलाइन सक्दैन। भनेपछि शरीरमा 70% के हो? पानी हो। यो पानी अल्कलाइन भयो भने हाम्रो शरीर अल्कलाइन बन्न सक्छ? भोजन अल्कलाइन भयो भने अल्कलाइन बन्न सक्दैन, तर पानी अल्कलाइन भयो भने हाम्रो शरीर अल्कलाइन बन्न सक्छ। त्यसले गर्दा आजको यो ब्यालेन्सिङ गर्न हामीले सबभन्दा कुरा के हो, मेन च्याप्टर के ब्यालेन्स गर्न सिकौँ। खाना त खाइरहेको थियौँ, पानी पनि पिइरहेको थियौँ, अब परिवर्तन के गर्छ? ब्यालेन्स गर्न सिकौँ। यदि तपाईको भोजन आहार विहार एसिडिक बढी छ भने पानी चाहिँ अनिवार्य अल्कलाइन हुनु पर्यो। के हुनु पर्यो? अल्कलाइन अनिवार्य हुनु पर्यो। अब यहाँ हेर्नुस् त, मैले भर्खर पानी जाँचे, यो पानीको पीएच लेभल पहिलो आयो, यो झनै तपाईको 4 र 5 को रेसियोमा छ। एकदमै लो पीएच को पानी हो। यो अम्लीय पानी हो कि अल्कलाइन पानी हो? अम्लीय पानी हो भने हाम्रो शरीरलाई फुड पनि एसिडिक, पानी पनि एसिडिक भनेपछि हाम्रो शरीर कहिले पनि अल्कलाइन हुन सक्छ? अब त्यो त फाइदा बेफाइदामा जाउँला कुरा। अहिले यति बुझौँ कि हाम्रो शरीरमा एसिडको मात्रा कसरी बढिरहेछ भनेपछि कारण के हो? फुड पनि त्यही क्याटेगोरीको, पानी पनि त्यही क्याटेगोरीको। भनेपछि हामीले त्यो पानी नजचाइकन खाइरहेको छौँ र पो हामीलाई थाहा थिएन कि हामीले एसिडिक पानी खाइरहेको छौँ भनेपछि यो तपाईको सामान्य टेस्टले एउटा हतियारले त्यो घरको पानी जब बिजनेस गर्न जाँदाखेरि ट्याक्कै तपाईले जाँचेर योसँग म्यालेन्स मिलाइदिनु भयो भने अब उ त पर्यो, अब त पर्यो जालमा। अब के गर्ने त? अब उसको पानी त भोजन त सधैँ होला बुझिसक्यो, हामीले बोल्दा पनि बुझिहालिन्छ, तर पानीलाई त कसरी बुझाउने? नजचाइकन कसरी भन्ने कि तपाईको पानी चाहिँ एसिडिक रहेछ भन्न मिल्छ? मिल्दैन। जाँचेपछि अब उ के आयो? घेरामा जालमा आइसक्यो। अब उ मान्छे हेर्नुस् है, जालमा आइसक्यो। अब यसले मलाई बुक काट्ने बेला छ, फर्म काटेर फर्म चाहिँ भर्ने बेला छ, किनभने राइट कुरा गर्दैछ। उसले नाइ पनि भन्न मिल्दैन, उसले कहीँ कुनै ठाउँमा बहाना गर्ने ठाउँै रहँदैन उसलाई। अब ठाउँ रहँदैन। अब यतिमा पनि उसलाई सन्तुष्टि छैन।